हामी चाहिँ दिदीको घरमा आज दिदीको बर्थडे सरप्राइज भनेर आएको। यहाँ सरप्राइज दिन बर्थडेको आएको। पुरा घरमा त भोल्टे तालचा लाएर दिदी हिँड्नुभएछ। कस्तो छ आफै सरप्राइज भएकोमा? एकदम नाइस छ, नाइस नाइस छ भन्छ। के अरे सजु सरप्राइज दिन आएको फुपूलाई आफै सरप्राइज भयो। घर त यत्रो तालचा ला भोल्टे तालचा ऊ केक बोकेर बसेँ कि ल हेर यहाँ केक पक्रेर पानी होला जस्तो भइसक्यो। अरे तिनटाको तालामाला हामी सरप्राइज दिन आएको, आफू सरप्राइज। ल फाइनल्ली दिदी पनि आउनुभयो। सरप्राइज दिन आएको त यहाँ घर हामी आफै सरप्राइज सरप्राइज भयो अहिले के हाटमा जान्थ्यो Happy birthday Happy birthday to you Didi. फाइनली दिदी घर आइपर्नु। हामी बिचरा हुनबाट जोगियौँ रे के। ल थ्याङ्क यू मेरो भाइ बहिनीलाई हामी बिचरा हुनबाट जोगियौँ। ताला नि हो। फाइनली ताला आयो। भाइ बहिनी आउँदैछन् हामी आज त दिदीको बर्थडे त कस्तो राम्रो दिनमा बर्थडे गरेछ नि त दिदी। जन्मे कुण्डियाको दिन है। ऊ पनि हो नि आज शनिबार। ए जन्म बाँकी परेको। ओहो ल शनिबार आउँछ। ल ताला खोलो। भाइ बहिनीलाई ह्याप्पी बर्थडे मनाउन आएको भाइ बहिनीलाई मिठो बनाउने खुवाउने भनेर सामान पसिना आउँदै गएको। सबैको तर्फबाट एकजनाले। ल ह्याप्पी बर्थडे टु यु सबैको तर्फबाट दिदीलाई। ल मेरा भाइ बहिनी थ्याङ्क यू। वेलकम। फाइनल्ली घरभित्र बस्न पाइयो। फाइनल्ली दिदी गएको एसी पनि चेक गर्दैछौँ हामीले। ए हतार बत्तर इमर्स लगाइकन उद्घाटन गर्नतिर तौसियो कि। एसीको सुरुवात सविता मार्फत। ऊ त पर्दा समेत लाउन थाली भएको थियो केटीले।